इजरायलले मिडल इस्टका एउटा दुईटा नै एकैपटक 5-5 वटा देशलाई युद्धमा हराएको थियो र इजरायलसँग यति धेरै रिजर्भ आर्मी कसरी छ त? इजरायललाई टेक नेसन, स्टार्टअप हब नेसन भन्नुको कारण इजरायलको एजुकेसन सिस्टम र युएसएसँग इजरायलको यति राम्रो सम्बन्ध कसरी छ त? दुनियाँको सबैभन्दा पावरफुल स्पाई एजेन्सी मोसाडको अपरेसन र इजरायलको पावरफुल डिफेन्स सिस्टम के इजरायलसँग साँच्चीकै न्युक्लियर वेपन छ? करिब 22,000 स्क्वायर किलोमिटर क्षेत्रफलमा फैलिएको यो इजरायल विश्वको नक्सामा हेर्ने भने यति सानो छ कि एउटा यो ड्यास हेर्ने कि एउटा थोपा जत्रो देखिन्छ इजरायल। यो देशमा करिब 90-95 लाख मान्छेहरू बसोबास गर्छन्। यीमध्ये यहाँ 70-80% यहुदी यानि कि जियोस मान्छेहरूले चाहिँ यो देशमा बसोबास गर्छन्। हिस्टोरी हेर्ने हो भने इजरायलमा इस्लाम, इसाई र यो जियोस कम्युनिटीको एकदमै रिभोल्युसन भएको देखिन्छ र यही देशमा जिसस क्राइस्टको जन्म भएको थियो र पछि उनी यहुदी समुदाय छोडेर उनी इसाई धर्ममा गएका थिए। सन् 1940 तिर हेर्ने भने इजरायल यति गरिब देखिन्थ्यो कि यो देश अफ्रिकाको देशहरूभन्दा धेरै गरिब थियो त्यतिखेर। त्यतिखेर यो देशको जनताहरूले पानी पिउनको लागि पनि गभर्नमेन्टको लिमिट हेर्नु पर्थ्यो पानी पिउनको लागि। त्यति बेला इजरायलमा शासन गर्ने शासकहरू चाहिँ ब्रिटिसका थिए। सन् 1948 मे 14 तारिकदेखि इजरायलको आधुनिक हिस्ट्री सुरु हुन्छ। किन भन्दा त्यतिखेर इजरायल फ्रिडम भएको थियो ब्रिटिसबाट र फ्रिडम भएको भोलिपल्ट यानि कि मे 15 तारिक दिन इजरायलमाथि एउटा दुईटा नै मिडल इस्टका 5-5 वटा देशहरूले एकैपटक आक्रमण गर्छन् इजरायलमाथि। इजिप्ट, इराक, लेबनन, सिरिया र जोर्डनले एकैपटक आक्रमण गर्छन् इजरायलमाथि र दुनियाँलाई लागेको थियो कि इजरायलले यो वार हार्छ भनेर। तर पनि यसको ठिक उल्टा हुन्छ। इजरायलले यो वार 5 वटा देशहरूलाई हराएर आफूले जित्छ। इजरायलले एकैपटक 5-5 वटा देशहरूलाई हराउनुको पछाडिको रिजन भनेको इजरायलको आर्मीहरूको एउटा साइकोलोजी स्ट्राटेजी हो। त्यतिखेर उनीहरूले एउटा जस्ट युजलेस एउटा डेभिडका नाम गरेको एउटा वेपन युज गरेको थिए जसको साउन्ड चाहिँ एकदमै ठुलो आउँथ्यो र एउटा सेल्टर बोटलको मद्दत लिएर चाहिँ उनीहरूले 5 वटा देशलाई चाहिँ एकैपटक हराउन सफल भएका थिए। र हामीले योबाट के सिक्न सकिन्छ भन्दा इजरायल पहिलेदेखि साइकोलोजी स्ट्राटेजी बनाएर वार गर्छ र अहिले आधुनिक जमानामा इजरायलसँग एकदमै पावरफुल हात हतियार छ युद्धको लागि। इजरायल दुनियाँको एउटा मात्रै यस्तो देश हो जहाँका मान्छेले जहाँका जनताले कम्पल्सरी रूपमा आफ्नो जीवनमा मिलिट्री ट्रेनिङ यानि कि आर्मीको ट्रेनिङ चाहिँ गर्नै पर्ने हुन्छ, चाहे ऊ जेन्ट्स होस् चाहे ऊ लेडिज होस्। लेडिजको लागि मिनिमम 24 मन्थ र जेन्ट्सको लागि मिनिमम 32 मन्थ चाहिँ इजरायलको गभर्नमेन्टसँग उनीहरूले मिलिट्री तालिम गर्नै पर्ने हुन्छ। त्यही भएर इजरायलसँग यति धेरै रिजर्भ आर्मी छ, उसलाई चाहिएको बेला उसले कहीँ पनि आफ्नो मिलिट्री चाहिँ युज गर्छ आफ्नो जनताको थ्रु। एजुकेसन सिस्टमको कुरा गर्दा इजरायलमा एकदमै राम्रो प्र्याक्टिकल टेक्नोलोजी बेस्ड एजुकेसन सिस्टम रहेको छ, जसको कारणले गर्दा इजरायलमा कम जनसङ्ख्या भए पनि यो देशलाई चाहिने दक्ष जनशक्ति चाहिँ इजरायलले आफ्नै देशभित्र उत्पादन गर्छ। अर्को ग्लोबली रूपमा इजरायललाई एउटा स्टार्टअप हब नेसन भनेर चिनिन्छ। किन भन्दा यो देशसँग अरू देश मिडल इस्टका देशहरूसँग जस्तो नेचुरल रिसोर्सहरू, ग्यासहरू अनि फेरि तेलहरू चाहिँ केही पनि छैन। तर पनि यो देशको एजुकेसन सिस्टमको कारणले गर्दा यो देशमा एकदमै ठुल्ठुला $बिलियन टेक्नोलोजी कम्पनीहरू चाहिँ यो देशमा छन्, जस्तै कि अटोमोबाइल, सफ्टवेयर, फार्मा, कृषि, सिँचाइका $बिलियन कम्पनीहरू छन् यो देशमा। जसको कारणले गर्दा इजरायलको जिडिपीमा चाहिँ एकदमै ठुलो कन्ट्रिब्युसन गर्छन् यी कम्पनीहरूले। अर्को इजरायल पावरफुल हुनुको मेन रिजन भनेको अमेरिकाको सपोर्ट हो। अहिलेसम्म इजरायलमाथि अमेरिकाले $200 बिलियन चाहिँ खर्च गरेको देखिन्छ उसको टेक्नोलोजी, उसको डिफेन्स सिस्टम, उसको आर्मी ट्रेनिङको लागि। र अमेरिकाले यति धेरै इजरायलमाथि सपोर्ट गर्नुको रिजन भनेको जति पनि अमेरिकामा यहुदी समुदायका मान्छेहरू करिब 6 मिलियन मान्छेहरू बसोबास गर्छन् र दुनियाँको यो टेक्नोलोजी बेस्ड जायन्ट कम्पनी फेसबुक, युट्युब, गुगल, अल्फाबेट, गुगल म्याप, जिमेल जति पनि कम्पनी छन् यी कम्पनीको फाउन्डर चाहिँ यहुदी समुदायबाट आउँछ। यहुदी भनेको इजरायल। त्यसैले अमेरिकाले यति धेरै सपोर्ट गर्छ इजरायलमाथि। गभर्नमेन्ट प्लान फर द इन्भेस्टर। इजरायलले आफ्नो देशमा इन्भेस्ट गर्ने विदेशी लगानीकर्ताहरूको नोक्सान भार कम गर्नुको साथै विभिन्न फन्डहरूको माध्यमबाट उनीहरूलाई धेरै हेल्प गर्ने गर्दछ। सन् 1990 तिर इजरायलमा लगानी गर्नको लागि कोही पनि विदेशी लगानीकर्ता, भेन्चर क्यापिटलिस्टहरू कोही पनि रेडी थिएन। र त्यही बेलामा सन् 1993 मा इजरायल एउटा
100 मिलियन बराबरको एउटा फन्ड स्थापना गर्छ जसको नाम हुन्छ योजना फन्ड। र योजना फन्डमा इजरायलले यस्तो अफर गर्छ लगानीकर्ताहरूलाई, यदि कुनै पनि लगानीकर्ता इजरायलमा लगानी गर्छन् भने 40% लगानी गभर्मेन्टले गरिन्छ र 60% लगानीकर्ताले गर्नुपर्ने हुन्छ। यो सुनेपछि दुनियाँभरका जति पनि भेन्चर क्यापिटलिस्ट छन्, जति पनि लगानीकर्ता छन्, उनीहरू चाहिँ इजरायलमा आएर लगानी गर्छन्। त्यहाँको टेक्नोलोजी, त्यहाँको फार्मा, त्यहाँको कृषि क्षेत्रमा धेरै लगानी गर्छन्। जसको बावजुदले गर्दा अहिले इजरायल दुनियाँको यति पावरफुल नेसन चाहिँ बन्न सफल भएको छ। इजरायलसँग दुनियाँको सबैभन्दा खतरनाक पावरफुल एउटा स्पाई एजेन्सी छ जसको नाम मोसाडले पनि चिनिन्छ। यसले इजरायलभन्दा बाहिरका देशहरूमा जासुसीको काम गर्ने गर्दछ र इजरायलभित्र जासुसी गर्ने अर्को एउटा संस्था रहेको छ, त्यसलाई सिन बेल्ट भनिन्छ। र यसको कारणले गर्दा इजरायलको सेक्युरिटी डिफेन्स सिस्टम चाहिँ एकदमै स्ट्रङ भएको देखिन्छ। अर्को इजरायल पावरफुल हुनुको मेन रिजन भनेको यसको डिफेन्स सिस्टम र न्युक्लियर वेपन हो। इजरायलसँग आइएन डोन डिफेन्स सिस्टम छ जसलाई इजरायलको गभर्मेन्ट र अमेरिकन गभर्मेन्ट मिलेर बनाएका थिए र इजरायलसँग करिब 80-90 वटा न्युक्लियर वेपन भएको चाहिँ अनुमान गरिन्छ। त्यसैले इजरायलले मिडल इस्टमा एकदमै आफ्नो क्याप्चर जमाइराख्नको लागि मिडल इस्टका अरू देशहरूलाई उसले न्युक्लियर वेपन बनाउन चाहिँ दिँदैन कसैलाई पनि। त्यसैले इजरायल यो क्षेत्रको पावरफुल बनेर भन्न चाहन्छ। त्यसैको कारणले गर्दा अहिले इरानसँग इजरायलको एकदमै झगडा भइरहेको पनि देखिन्छ।